तपाईँ जन्मेपछि अहिलेसम्म कतिवटा निर्वाचन भयो? म जन्मिँदाखेरि 2046 सालको जनआन्दोलनबाट निर्वाचन भइरहेको छ। कतिपय भयो 2046 सालको जनआन्दोलन पञ्चायती व्यवस्था हटाएदेखि निर्वाचनको। त्यसभन्दा पहिला पनि पञ्चायती व्यवस्थाको निर्वाचन भयो, तर त्यसमा भोट हाल्दैन, त्यसपछि हाल्ने। भनेपछि अहिलेसम्म हजुरले कति पटक भोट हाल्नुभयो? भोट मैले 3 पटक हाले, 4 पटक। म भोट हाल्ने बेला घरै हुन्न, घरमा नगए भोट हाल्न पाइन्छ। अब त्यस्तै हुन्छ। भनेपछि त्यो 3-4 पटक भोट हाल्नु भएको छ हजुरले। अब अहिले पनि चुनावको माहौल छ है, जेनजी विद्रोह भएर देशको विभिन्न कुराहरू जलेको अवस्था छ, भग्नावशेष भएको अवस्था छ। अब अहिले आज रवि लामिछाने पनि छुट्दै हुनुहुन्छ भन्ने कुरा पनि आएको छ। रवि लामिछानेको बारेमा के भन्न चाहनुहुन्छ बुवा? मैले उहाँको यस्तै मिडिया अनुसार हेर्दाखेरि होइन, अब उहाँको पार्टी राम्रै छ होइन। अब जो उठे पनि मैले अब कुनै पनि पार्टीको पक्षधर लाएर कुरा गर्नुभन्दा जो उठ्यो भने केवल आफ्नो देशको लागि मात्रै माया गर्ने हुनुपर्छ, जनताको लागि माया गर्ने हुनुपर्छ। जसले जित्यो पनि होइन, केवल के भने देशलाई खोक्रो पार्ने, भित्रभित्र चुस्ने खाले, अब मिलेर खाने। त पनि काले, मै पनि काले, मिलेर काम बाले भने जस्तो काम गऱ्यो भने राम्रो हुन्छ होइन। अब नमिलिकन होइन, सही काम गऱ्यो भने जो उठ्यो भने, जल जित्यो भने, रविले जित्यो भने राम्रै, जल जित्यो भने हाले। जस्तै हजुरले चाहिँ 4 चोटि भोट हाल्दा कुन पार्टीलाई हाल्नुभयो? म एमाले र काङ्ग्रेसलाई हाल्नुभयो। र यो पालि फागुन 21 मा यदि चुनाव भयो भने तपाईँ भोट कुन पार्टीलाई हाल्नुहुन्छ? मैले हाल्न पाएको खण्डमा अथवा हजुर घर जानु पाएको खण्डमा चाहिँ यसलाई चाहिँ भोट हाल्थे भनेर मनबाट भन्नुपर्दा यहाँ कुन पार्टीलाई हाल्नुहुन्छ? मैले अब राख्दाखेरि होइन, अब मिडियामा यसरी भन्दाखेरि मैले त एमालेलाई दिइरहेको पहिला होइन, एमालेको सपोर्टर हो होइन। अहिले एमालेलाई दिन्छ या दिन्न, अब त्यो राम्रो नेता कस्तो आउँछ भन्ने कुरा हुन्छ होइन, त्यसमा पनि भर हुँदैन। जोस् अब को उठ्छन् त्यो व्यक्ति विशेष हेरेर दिनुहुन्छ यो पालि चाहिँ? व्यक्ति विशेष हेरेर दिने। अब रविको आयो, रविको जो चहलपहल छ त्यसैमा दिन्छ। भनेपछि यो पालि घन्टी बजाउने तपाईँको सोचाइ छ? अब हाम्रो गाउँमा हुइमै त्यही छ, अब घन्टीकै हुइम छ। भनेपछि मन्दिरमा पनि घन्टी, यता पनि घन्टी, त दुइटै हातमा के लड्डु भने जस्तो हो। तर यसो राम्रो मान्छे आयो भने अब त्यो कसैलाई भन्ने कुरो हुँदैन हाम्रो त। किनभने त्यो अब भोट भन्ने कुरा एकजनाले दिने हो होइन। जेएनजीको सपोर्टर पनि हुन सक्छ, काङ्ग्रेसलाई पनि दिन सक्छ, अब घन्टीलाई पनि दिन सकिन्छ। अब त्यस्तै हो। तपाईँलाई नेपालमा सबैभन्दा राम्रो लाग्ने एकजना नेताको नाम लिन पर्दा चाहिँ कसको नाम लिनुहुन्छ? नेपालमा नेता जिउँदो नेता राम्रै छैन, मर्या नेता जिउँदो नेता राम्रो छैन। नेताको जिउँदो नेता राम्रो, मरेका नेतामा एउटा राम्रो लाग्ने अब केटाकेटी दिलबसिया नेता मदन भण्डारी हो होइन। अब अरू जिउँदो नेता राम्रै छैनन्। भनेपछि अहिलेका नेताहरू कसैलाई सम्झिन चाहनुहुन्न? मलाई मनै पर्दैन यिनी नेताहरूको काम व्यवहार। तर हो अलि पनि सुध्रिने काम त छ। अब राम्रो गर्न, देशको लागि राम्रो गर्ने, अब मिडियामा राम्रो गर्ने होइन, सुध्रिने त काम छ। र अब हामी यहाँ सुवर्णेश्वर महादेव मन्दिरमा छौँ र यहाँ आउने भक्तजनहरूलाई जतिले पनि यो भिडियो, हजुरको भिडियो हेरिरहनु भएको छ, उहाँहरूलाई के भन्न चाहनुहुन्छ यहाँको बारेमा? मैले के भन्न चाहन्छु भने यो संसारमा के हो भने सत्यको जित हुन्छ। जबसम्म सत्य तुम धारयते पृथ्वी सत्यतम तपते रवि सत्यतम बहती वायु भन्ने एउटा संस्कृतमा श्लोक छ। जुन व्यक्तिले सत्य काम गर्छ त्यसैको विजय राम्रो हुन्छ, सत्यले को जय हुन्छ भनेर भन्छु। जस्तै यो सुवर्णेश्वर मन्दिरमा आउँदा चाहिँ यो बौद्धिक कालमा के छ यसको यहाँको विशेष के हुन्छ भनेर आउँछन्? विशेष गरी चाहिँ मान्छेहरू हुन्छ नि मन्दिरमा यहाँ गए चाहिँ यस्तो हुने भन्ने एउटा केही
हुन्छ नि त्यो पौराणिक कालदेखि चाहिँ चलिआएको चलन हो। यहाँ चाहिँ के हुन्छ जस्तो के हो तपाईँलाई केही जानकारी छ? यहाँ धेरै मान्छेहरूले होइन अब भाकल गर्ने भन्दाखेरि पनि एउटा आस्था विश्वास होइन, पूजा गर्ने, ढोग्ने, जल चढाउने, माग्ने जाने यस्तो मनको व्यथा कहनी हुन्छ, पुग्छ पनि धेरै जस्तो ठाउँ बनेको कुरा। जस यहाँ भाकल गरियो भने चाहिँ पुरा हुन्छ। पुरा हुन्छ। पुरा भाकल भन्नाले भगवान् शिवजीको स्वरूपै कृपा भयो भने पुरा हुन्छ। आफू पनि स्वस्थ हुनु पर्यो, सफा हुनु पर्यो, तन मन वचन सबै कुरा होइन, तब मात्र पुरा हुन्छ भाकल। के हो होइन, भगवान्को कृपा नभइकन केही पनि पुरा हुँदैन होइन। तपाईँको के भन्छ भने तपाईँको जिन्दगी भनेको के हो भने एकदम हार्ड छ क्या, लाइफ इज हार्ड छ क्या। तपाईँको कसैलाई पनि तपाईँको आफूले भनेको कुरा हुँदैन। त्यही भएर भगवान्को शरणागति हुनुपर्छ होइन। सबै जन्महरू सफ्रनको लागि त्यो शरणागति हुनको एउटा माध्यम भनेको मन्दिर हो क्या। तपाईँको कुरो बुझ्नुभयो? मन्दिरमा पुगेपछि चाहिँ शान्ति प्राप्त हुन्छ होइन, एक खालको मोक्ष चाहिँ प्राप्त हुन्छ कि के हो? यही त होला होइन, भगवान्को प्रति एउटा मनमा एउटा जागृतता हुन्छ, भगवान्को एउटा छवि प्राप्त हुन्छ भन्ने हो। र जाँदा जाँदै अन्तिममा छौँ हामी। तपाईँलाई म दुईटा प्रश्न गर्छु। जिन्दगीमा गर्नै नहुने काम चाहिँ के हो बुवा? गर्नै नहुने काम गर्नै नहुने काम छ अब संसारमा गर्नै नहुने काम एउटा मात्र होइन, धेरै हुन्छ नि। एउटा चाहिँ तपाईँले एउटा मात्र भन्नु पर्दा चाहिँ त्यो गर्न नहुने काम मात्रै सबभन्दा ठुलो काम हुन्छ नि त्यो एउटा काम। अब संसारमा गर्ने के छ, गर्नै नहुने काम छ होइन। अब मैले संसारमा गर्नै नहुने काम एउटा कुरा देखेको छु, त्यो मेरो विचारको कुरो, बेइमानी। बेइमानी चाहिँ गर्नै भएन, गर्नै नहुने काम चाहिँ बेइमानी। बेइमानी, धोकेबाज, बेइमानी यो गर्नै नहुने काम हो। अनि त्यस्तै गरी गर्नै पर्ने काम चाहिँ गर्नै पर्ने काम भनेको धर्म संस्कार। धर्म संस्कार चाहिँ गर्नै पर्यो र गर्नै नहुने काम चाहिँ बेइमानी। हस् त बुवा, अमूल्य समय दिनुभयो, हजुरको अमूल्य समय। र अन्तिममा हजुरको नाम पनि भनिदिनु होला बुवा, के हो? दधिराम सापकोटा। हस् त, धन्यवाद हजुरलाई। हस्।